हेलो नमस्ते गाइस अनि आज चाहिँ मेरो सेकेन्ड ब्लगमा तपाईँहरूलाई स्वागत छ है टक्क लाएर। अनि हिजोको फर्स्ट ब्लगमा चाहिँ होइन पावालाई हो जम्मा 27 भ्युज गएको थियो कि अनि म चाहिँ अहिले पसलमा हिँडेर आएको क्या पसलमा आफ्नो ब्लग स्टार्ट हान्छु भनेको त खुट्टै फर्क्यो क्या ठिस भएर म चाहिँ अहिले पसलमा चप्पल लिनै जानु लाग्यो। चप्पलै छैन आज अनि स्कुलमा लगाएर जानुपर्छ। जुत्ता नि कति लाग्ने होइन जुत्ता लगाएकोलाई झ्याउ लाउने कि त्यही भएर पसल चाहिँ उहाँ तल छ क्या यहाँ देखाइदिउँ। यो बाटो गएछ यहाँबाट यहाँबाट यता भएर यस्तो आएर त्यो हो त्यो ब्लु कलरको टिन छ त्यही हो। कुकुर आइरहेको छ फेरि आमा आइज आइज ओए आइज पनि हालिदिँदैछ यार म चाहिँ होइन भैँसीलाई टक्क लाएर कुकुर चाहिँ मसँग छ है। यसको एउटा आँखै छैन क्या के हेरेको के हेर्छस् एउटा आँखाले नि के हेर्छस् त फेरि कुकुर पायो भने त नाक छुट्टिहाल्छ। जा जा घर जा घर बस्छ भन्दा यत्तिकै मानिहाल्छ क्या कुकुर चाहिँ ट्याक्क लाएर जे भन्दै मानिदिन्छ। अनि अहिले चाहिँ मेरो त साईको आँखा लास्ट दुखेर त पुरै लाल लाल भएछ मेरो आँखा त औडा साईको। लास्ट साईको भएछ मेरो आँखा त हेर्नु त लास्ट लाल भएछ मेरो लास्ट औडा भन्दैन होला खिचेर मुख धुन पऱ्यो एकचोटि पुरा एकचोटि मुख पहाल्न पर्छ हुन्छ कि अलि ठिक। मजा आयो लास्ट औडा भएछ मेरो आँखा त लास्ट दुख्छ कस्तो साईको भयो यार आँखा दुखेर मेरो त लास्ट भन्दा नि लास्ट दुखिरहेको मेरो आँखा त आगो निकेछ यार आगो फुक्न पर्ने भएछ है। भ्लग त लानुहुन्न कि मेरो त होइन थोरैको हुन्छ भ्लग त्यति बेसी नै हुन्न बनाउने झालो चाहिँ के बोल्ने भन्ने हुन्छ क्या मलाई त त्यही भएर
ग्यास सकेर फेरि आगोमा पकाउनु पर्ने रहेछ खाना मुख पुस्नु पर्यो लास्ट भयो यार त आँखा दुखेर अब यो मोबाइललाई हेर्न पर्यो होइन यो मोबाइलमा हेर्दै लिरिक्स हेर्दै गान्दै गर्नु पर्यो कि टक्क लगाएर क्रोम काट्छ तिम्रो अङ्गालोको मानस वर्ष कसरी बयान मनमा उतुल पुतुल भएका भावनाका छरू मन चाहन्छ तिम्रै आकृति सधैँ हेरिरहन पाऊ जोडी संसारका रीति तिम्रै अङ्गालोमा पाऊ घुमाउला सुनानी तिम्रै यादमा तारा पनि खसाइदिउला तिम्रै नाममा थाहा छ तिम्रा आँखाहरू जुन तारा सबै छ नि याद गरिरहनु है माया मलाई म भए या नभए पनि चाहे आकाशलाई सोध चाहे बादललाई पनि यो चम्किरहने तारा चन्द्रमा नि साँच्ची छ नि तिम्रो प्रेमको सङ्गीतमा यो गीत गाइरहेछु मनभरि तिम्रो यादले फिरे घुमाइरहेछु टक्क लगाएर भात पकाइसक्यो है भात र दाल दुइटै पकाइसक्यो भनौँ न होइन अब चाहिँ म दाउरा लिन जान लागेको हो दाउरा लिएर आगो फुकेर पानी तताउनु पर्यो क्या सहीको यार ग्यास सकेर लास्ट चिज हात कालो लाग्छ अनि म चाहिँ अहिले ग्यास टक्क लगाएर आइसकेँ है घर म त गएको थिएँ साथीकोमा अनि घर आइसकेँ भर्खर आएको भ्लग इन हान्दिन पर्यो भनेर त्यही भएर अब इन हान्दिन पर्यो धेरै लामो नि बनाउनु मैले भ्लग छोटो त्यही नि हेरिदिनु ट्याक्क लगाएर लाइक गरिदिनु है लाइक भन्दा नि पहिला सब्सक्राइब गर्न नभुल्नु होला है सब्सक्राइब एनी हाउ गर्नु पर्यो अनि लाइक नि गर्नु पर्यो कमेन्ट कस्तो गरिदिनु कमेन्ट त कस्तो भन्ने त्यस्तै नराम्रो त भन्ने होइन ल त्यही हो अरू त केही भन्नु छैन त्यही हो बस सक्यो अब भन्नु यति आएको मैले आजको ल बाई